हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो चाहिँ आक्रामक ढङ्गले प्रस्तुत हुनुभयो। तर हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने त उहाँले दिनुभएको थियो त। अनि अहिले यो पनि मान्दिनँ त्यो पनि मान्दिनँ भन्नुको तुक हुन्छ र? यसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेको भन्दै अहिलेको सरकार मान्दैन भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताउनु भएको हो। आफूहरू उक्त प्रक्रियाको साक्षी भएको उहाँले बताउनुभयो। त्यस्तै प्रचण्डले जेएनजी आन्दोलनका क्रममा भू राजनीतिक शक्ति सन्तुलनले आफूहरू बचेको र धेरै ठूलो क्षति पनि भू राजनीतिक चलखेलकै कारण भएको जिकिर गर्नुभयो। उहाँले युवा पुस्तालाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिबाट चुनावका साथै संविधान संशोधनका लागि सबै राजनीतिक दलहरू एक हुनुपर्ने भए पनि अहिले पनि त्यस्तो अवस्था नदेखिएको बताउनुभयो। देशले संकट समाधानका साथै निर्वाचन सफल पार्नका लागि सबै एकजुट हुनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ। अहिले जेएनजी आन्दोलनमा सुशासन चाहियो, भ्रष्टाचार रोकिनु पर्यो, बेथिति रोकिनु पर्यो भन्ने ती युवा पुस्तालाई समेत विश्वासमा लिएर उनीहरूसँग समेत सहमति कायम गरेर एउटा राष्ट्रिय सहमतिबाट चुनावको बाटोमा, राष्ट्रिय सहमतिबाट संविधान संशोधनको बाटोमा, राष्ट्रिय सहमतिबाट यो राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको रक्षा र सुदृढीकरणमा एक हुनुको विकल्प चाहिँ हामीले कम्तीमा, म अहिले तपाईहरुको अगाडि बोल्दैछु, मैले चाहिँ देखेको छैन। अहिले पनि अहंकार गरेर एकले अर्कालाई दोषारोपणतिरै जाने गरियो भने यो राष्ट्रको निम्ति, जनताको निम्ति दुर्भाग्यपूर्ण हुन जान्छ। अहिलेको आवश्यकता निर्वाचन सफल पार्नको लागि सबै एकजुट हुनु हो। भोलिको आवश्यकता सबै मिलेर संविधान संशोधन गरेर जेएनजी युवाहरूको भावना र मागलाई पनि सम्बोधन गर्ने गरी चाहिँ सहमतिको आधारमा संविधान संशोधन गर्नु दोस्रो आवश्यकता हो। तेस्रो, यो राष्ट्र हाम्रा पुर्खाहरूले धेरै ठुलो त्याग तपस्या गरेर बचाएर राखेको राष्ट्र आज निकै नै अप्ठ्यारो ठाउँमा पुगेको छ। यसको रक्षा पनि राष्ट्रिय सहमतिबाट आम जनतालाई एकताबद्ध गरेर मात्रै गर्न सकिन्छ, अर्को कुनै विकल्प छैन भन्ने मलाई लाग्छ। र 2-4 घण्टा भित्रै त्यसलाई हामीले विध्वंस नै भनेका छौँ र त्यसका दोषीहरूलाई अनुसन्धान गरेर उच्चस्तरीय छानबिन गरेर कारबाही गर्नुपर्छ भनेका छौँ। अहिले पनि हामीलाई यो नै सही हो भन्ने लाग्छ। अप्ठ्यारो र सङ्कटको स्थितिको समाधानको निम्ति सर्वपक्षीय राजनैतिक सहमति आवश्यक छ भने सर्वपक्षीय, त्यसमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, राष्ट्रिय जीवनमा चाहिँ योगदान गरेका त्यस्ता व्यक्तित्वहरू समेतको राष्ट्रिय राजनैतिक सहमतिको निम्ति राष्ट्रिय राजनीतिक सम्मेलन भनेर हुन्छ या के भनेर हुन्छ, एउटा सोचे सम्झेको निष्कर्षमा, गहिरो निष्कर्षमा पुग्न जरुरी छ भन्न खोजेको। चुनाव सम्पन्न गर्नको लागि पनि त्यस खालको सहमति समझदारी आवश्यक छ। चुनाव हुन सक्ने स्थिति भएन भने के गर्ने भन्नको निम्ति पनि त्यस्तो सर्वपक्षीय राजनैतिक समझदारीको प्लेटफर्ममा हामी जान जरुरी छ भन्न खोजेको। 24 गते दिउँसो पुग्दा नपुग्दै त्यसबाट पछि हटेकै थिए। गलत भयो है, घुसपेट भयो, गलत भयो, हामी छैनौँ। तर सुन्नेको त्यो परिस्थितिमा जो गएको छ, त्यसकारण मैले पुरुषोत्तमजीको भनाइ गम्भीर छ है, त्यही त्यसैको वरिपरि छ कहीँ न कहीँ सत्य। कारण हामी सबैले त्यसको त अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा चराले चाहिँ चुच्चाले जाँदै पानी ल्याउँदै खनाए जस्तोले त्यसैले निभाए भनेर सोच्नु जति गल्ती हुन्छ। हामी त्यहाँ थियौँ त्यसकारण संविधान बचाइयो, हामी त्यहाँ थियौँ त्यसकारण प्रक्रिया बचाइयो भनियो भने त्यो गलत हुन्छ, त्यो होइन। हामी अलिकति बचेका छौँ भने पनि भू राजनीतिक शक्ति सन्तुलनले बचेका छौँ। हामी धेरै ठुलो क्षति भएको छ भने पनि भू राजनीतिकै चलखेलका कारणले भएका छौँ। सिधा कुरा मैले जे बुझ्छु, मैले बुझेको त्यही हो। अब त्यसकारण हामीलाई जे भए पनि
मैले भन्दा कहिलेकाहीँ के भन्ने गरेको छु भने हामी बचियो कसरी भन्छु कि मैले बचियो कसरी भन्ने कुराको जवाब हामीलाई सेनाले बचाएको हो कि हामीलाई जनताले बचाएको हो कि हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि कसले बचायो? अल्टिमेटली हेर्दा त सेनाले बचायो। तर सेना हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन? सर्वोच्च अदालत किन बचाउन सकेन? राष्ट्रपति भवन किन बचाउन सकेन भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ, बडो विचित्र लाग्छ। हामीलाई त बचायो, मैले त्यसबाट धन्यवाद कम्तीमा हामीलाई बचायो, त्यसको लागि त धन्यवाद दिनै पर्यो। हामी बचेर निक्लेर आइयो नि त, के कारणले भइएन होइन? जे भए पनि सेनाकै हेडक्वार्टरमै बसेर सकुशल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्यो नि। तर गहिरिएर विचार गर्दा हामीलाई भू राजनैतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई, नत्र बच्ने स्थिति थिएन। अब सुशीलाजीको समर्थन इत्यादि भन्नुभयो होइन? सुशीलाजीको नाम जेएनजीको त्यो डेस्कर्डबाट भोटिङ गरेर धेरैले सुशीलाको पक्षमा, अरू पनि थिए, बालेन आफू तयार नभएपछि सुशीलामा नै कहीँ युवाहरूको समर्थन भनेर आएपछि हामीले त्यति बेला डक्ट्रिन अफ नेसेसिटीको खुब चर्चा गरियो। त्यहाँ डक्ट्रिन अफ नेसेसिटी भयो। राष्ट्रपतिले धारा 61-62 मा जे प्रावधान छ त्यो प्रावधानलाई टेकेर आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति, त्यो केपी ओली जो चाहिँ सेनाले हेडक्वार्टरमा हालेर हेटौँडा वा कता पुर्याएको भए पनि उहाँ नै काम चलाउ प्रधानमन्त्री हुनुहुन्थ्यो। फेरि त्यो प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो। राष्ट्रपतिजीले प्रधानमन्त्रीलाई भेटेर सिफारिस ल्याइसक्नु भएको रहेछ। मलाई हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो चाहिँ आक्रामक ढङ्गले प्रस्तुत हुनुभयो। तर हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने त उहाँले दिनुभएको थियो त। अनि अहिले यो पनि मान्दिन त्यो पनि मान्दिन भन्नुको तुक हुन्छ र राजनीतिमा चाहिँ न्यूनतम रूपले पनि नैतिकता के हो भने प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो। केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नु भएको हो। अब यो सरकार हाउमा भन्न मिल्छ त? हामीले बरु मिल्ला अलिअलि, केपीजीले त भन्नै मिल्दैन। उहाँ नै सिफारिसकर्ता हो, उहाँकै सिफारिसमा टेकेर राष्ट्रपतिजीले नियुक्ति गरेको हो। त्यसकारण चाहिँ हामी त्यसको साक्षी भइयो। त्यति बेला हामी साक्षी थियौँ, साक्षी छौँ। प्रचण्डले जेएनजी आन्दोलनमा घुसपेट गर्नेहरूमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।